वेट वेलकम टु विन्टर आर गाइज। आज चाहिँ मेरो डे 4 द लाइफ अफ ट्रेनर इन नेपालगञ्ज। यसै गरेर आज मेरो दिनको सुरुवात हुन्छ वे प्रोटिन र पसिलोको सातुबाट है। र मैले सातु खाइसकेपछि म फ्रेस भएर मेरो बेडसिट मिलाएर आजको मेरो सेट थियो लङ रन चाहिँ मेरो 8 देखि 8.5 सम्मको थियो टार्गेट। र चाहिँ म यो फ्रेस भएर हल्का हात खुट्टा तन्काएर म लाग्छु मेरो डिस्टेन्स 5 to 8 km। अब चाहिँ यहाँदेखि स्टार्ट गर्नुपर्छ। खानु चोकोपट्टि चाहिँ अब स्टार्ट भयो। यस नमोजी चौक, इट्स पुष्पा चौक, सेकेन्ड खारगादो चौक। अब दुईटा चेक पोइन्ट बाँकी छ। देब्रेको बाटबाटी चेक 3 किलोमिटर बाँकी छ। फेरि राजा चौक लास्ट 2 किलोमिटर। अब सो मेरो लास्ट पोइन्ट सकेर मैले अब यो चाहिँ मेरो टाइम लाइसमै देखाउँछु हजुरलाई। 33 मिनट 40 सेकेन्ड लागेको थियो। मेरो टोटल डिस्टेन्स 8.5 कभर भएको थियो। देख्न सक्नुहुन्छ। सबै सकाएर मैले कुल डाउन गरेर आजको भिडियो म यहीँ इन्डिङ गर्छु है। थ्याङ्क्स फर वाचिङ गाइज।